जति खायो खाउ खाउ लाग्ने, जति हेरौँ हेरौँ लाग्ने। यो प्रकृतिले दिएको बडा सुन्दर हाम्रो नेपाल भूमि। यसमा पनि यो दैलेख जिल्ला, जहाँ दही जमाउने लेख दैलेख, यो सुन्दर भूमिलाई हेर्दाखेरि यो दैलेख जिल्ला साह्रै सुन्दर जिल्ला। तर प्रकृतिले अलिकति यहाँ ठगेको चाहिँ भने पानी चाहिँ यहाँ कमी रहेछ। यस्तो राम्रो सुन्दर भूमि, माटो, सुन्दर बस्ती, सुन्दर ठाउँ, खेतहरू पनि छन्। तर हिउँदमा पानी कम्ती भएको कारण हिउँदे बाली लाग्न कठिन रहेछ। तर जे होस्, यो दैलेख जिल्ला सम्पूर्ण हेर्दाखेरि सुन्दर बस्ती, सुन्दर भूमिसम्म मिलेको राम्रो परिदृश्यलाई देख्न पाउँदा बडा मन आनन्द विभोर भएको छ। यो दैलेख जिल्ला सबै जिल्लाभन्दा राम्रो सुन्दर जिल्ला लाग्यो। तर के गर्ने, पानीको अभाव, पानीले गर्दा प्रकृति पनि फस्टाउन नसकेको यो दृश्यलाई देखाउँदैछु। यो दैलेखको दुल्लु गाउँपालिका, यो दुल्लु गाउँपालिका आएको छु आज मित्रहरू। दुल्लु गाउँपालिकाको दृश्यलाई देखाउँदै यी मेरा शान्तिका महिलाहरूलाई आज 82 साल वैशाख 26 गते ठ्याक्कै स्थानमा ल्याएर फेकाउन पाएको छु। यो परोपारी सदरमुकाम, जहाँ सेता सेता घरहरू देखिएका छन्, त्यो नारायणपुर नगरपालिका भन्दा रहेछन्। सदरमुकाम पर्यो त्यो दैलेखको। यो गइहाल्यो दुल्लु गाउँपालिका। अब यता ठाँटी काँध, के काँध, काँधै काँध भन्दा रहेछन्। यहाँ काँध भनेको भन्ज्याङ रहेछ यो भाषामा। अलिकति भन्ज्याङ परेको ठाउँलाई ठाँटी काँध, काँध र यस्तै देखाउँदै आज मेरा यी सुन्दर भूमिलाई देखाउँदै आजलाई बिदा हुन चाहेँ। धेरै गन्थन नगर्नु होला। अहिलेको आज 3वटा पालिका सिकेर 4औं पालिकामा आएको छु भन्दै आज मेरा यी यात्रा पाइलाहरूलाई यी स्थगित राख्दै सम्पूर्ण मेरा आजलाई विजन गर्न गइरहेको छु। जय जन्मी, जय जन्मभूमि।